मर्निङ दर्शन नमस्ते लासो फ्याफुल्ला म चाहिँ अब आफ्नै तालमा हामी छौँ आज ड्राइभिङ क्लासमा हैन। अब आज चाहिँ घाम लागेको छ दुईटा हैन, एकदमै अत्याधिक बढी भएको छ क्या घाम चाहिँ। आमा बिहानै 6 बजे 7 बजेबाट नै यस्तो कडा घाम लागेको छ हैन। यो चाहिँ इटरीमा हो गाइस, इटरी यस्तो घाम लागेको छ नि बिहानै। अनि हामी चाहिँ छ मैले ड्राइभिङ क्लासमा हैन। अब अहिले हाइवेमा हो, हामी भित्र स्पोर्टमा सिकाइसकेर चाहिँ बाहिर हाइवे निस्केका छौँ 3 जनाको लागि। अब दाइहरू चाहिँ 2 जना, दाइ र भाइ चाहिँ 2 जना चाहिँ लाइसेन्स होल्डर हो। अब चाहिँ अब मेरो एकदम माथि गाउँकै भाइ हो फेरि है, नजिकै हो, एउटै गाउँ एउटै ठाउँ हैन। म 1 नम्बर, हाम्रो 5 सँग छ 5 खबन 1 देखि 9 सम्म छ। म फर्स्टको ऊ लास्टको हो हैन। अनि दाइहरू चाहिँ अब दाइ यतैको लोकल हो हैन, भाइ पनि यतैको लोकल हो। तर अब यहाँनिर अब लोकल भन्ने कुरै आएन क्या। यहाँ दाइहरू एकदम हैन, एकदम हाम्रै माई डियर दाइहरू है, एकदम माई डियर दाइहरू है। ल दाइ, अनि अब ड्राइभिङ क्लास कस्तो भइरहेछ हैन, दाइले चाहिँ एकचोटि हाम्रो सर भनिदिनुहुन्छ कस्तो सिकाइभयो के भयो हैन। एकदम चिल पारामा तपाईको एक्सपिरियन्स सबै भनिदिनु पर्यो दाइ। ल चिल पारामा नआत्तिकन आनन्दले सिकाउनुहुन्छ हाम्रो गुरुजीले, एकदम खतरा A1। मेरो चाहिँ 100 मा 100 मार्क। भाइको के छ एक्सपिरियन्स भन भाइ। मेरो बाबा सोचेकै थिइनँ क्या म त लाइसेन्स निकाल्छु होला भनेर। अब यो भाइको सुरुको यस्तो भयो क्या, म भनिहालेँ सुरुमा यो भाइको चाहिँ कस्तो थियो भने म आफै छक्क परिरहेको थिएँ क्या। स्टेरिङ कता काट्ने 3-4 दिनसम्म त्यस्तो भइरहेको थियो क्या, कहाँ काट्ने कता काट्ने कति काट्ने केही थाहा थिएन। ऊ स्टेरिङ पनि घुमाउँदैन थियो क्या हैन, हो कि हैन भन त। अहिले लाइसेन्स निकालेर 20 अहिले लाइसेन्स निकालेर यसरी हाइवेमा कुदाउनु उसको लगभग 0 लेभलबाट ऊ केही बाइकसम्म उसलाई चलाउन आउँदैन भन्ने, उसलाई हल्का नलेज छ बाइकको बारेमा तर चलाउन आउँदैन क्या। ऊ त्यस्तो 0 मान्छेलाई पनि हामीले 20-21 दिनमा चाहिँ लाइसेन्स निकालेर यतिकै हाइवेमा कुदाउन सक्ने बनाइदिउँ क्या। अब हेर्नुहोस् हाइवे हेर्नु। अब यो चाहिँ फेरि यो हाइवे फेरि सम्झिनु होला फासा फुसा नसम्झिनु होला, यो काठमाडौँ जाने हाइवे, गाईघाट हुँदै काठमाडौँ जाने हाइवे हो है, चतरा गाईघाट हुँदै जाने हो है। अब यो हाइवे हो। अब यहाँ सधैँ त बेलुकाखेरि चाहिँ अलिक भिडभाड हुन्छ, बिहान त अब त्यत्रो धेरै हुँदैन। अब दाइको एक्सपिरियन्स भनिदिनुहोस्, दाइले कति दिनमा निकाल्नु भयो, कस्तो भयो? उहाँको अघि पनि भनिसक्नुभयो, एकदम बवाल भयो त हैन। लाइसेन्स निकालेको 11 दिनमा होइन 9 दिनमा लाइसेन्स निकालेको मैले। यति सर्ट पिरियडमा यति चाँडो यति मजाले सिकाउनु गुरुजीले मलाई एकदम A1 खतरा छ। ड्राइभिङ सेन्टर एकदम खतरा, आँखा चिम्लेर आउन सक्नुहुन्छ तपाईँ। भाइको चाहिँ 1 महिनाको 3 दिन भयो, आजसँग 4 दिन हुन्छ। भाइको पनि स्किल बवाल छ, यो हाइवेमा कुदाउँछ है। अनि अनि तपाईँहरू अब के गर्ने भन्ने सोचमा हुनुहुन्छ अहिले। 12को इक्जामतिर बसिराख्नु भएकोहरू साथीहरू होइन, सबैजना चाहिँ केही नसोचिकन सिप सिक्नेतिर लाग्नु पऱ्यो क्या। पहिला चाहिँ सिक्नु पर्यो, मेन कुरा सिप सिकौँ, आत्मनिर्भर बनाऊ। यो मान्छे भन्छ धनभन्दा विद्या ठुलो भन्छ, विद्या ठुलो, विद्या पनि हो, उसको आफ्नो ठाउँमा विद्या ठुलो छ, धनको ठाउँमा धन ठुलो छ। सिप एकदम ठुलो कुरा हो, सिप नभए त मरिन्छ है। त्यो भएर सिप चाहिँ सिक्नुपर्छ। कतिपय कम्प्युटरहरू सिक्दैछन्, कोही के गर्दै हुनुहुन्छ। तर तपाईँहरू अब जसलाई इच्छा छ ड्राइभिङ क्लास सिक्नु होला हैन। यो पछिको लागि पनि तपाईँको जीवनभरको लागि हुन्छ। केही गर्न सक्नु भएन भने पनि एउटा गाडी चलाएर पनि तपाईँ आत्मनिर्भर बन्न सक्नुहुन्छ क्या हैन, जीविकोपार्जन गर्न सक्नुहुन्छ। त्यही भएर आउनुहोस्, सस्तो सुलभ सुपथ मूल्यमा र एकदम आनन्दले हैन चिलपाडामा हामी चाहिँ ड्राइभिङ क्लास सिकाइन्छ है। तपाईँहरू माया गरेर आइदिनु होला। र मेरो यो युट्युब च्यानलमा सबैजनालाई स्वागत पनि छ हैन। मेरो सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। यहाँहरूलाई अझै चित्त नबुझेको कुरा पनि त्यहाँ यसो अलिकति भनिदिनु होला, भनिदिनु होला के भइरहेको छैन, सुधार्न सक्छौँ कि केही कुराहरू त्यो बारेमा पनि भनिदिनु होला।
भनिदिनु होला तपाईँहरूले। र मेरो च्यानल चाहिँ युट्युब च्यानल, टिकटक आइडी, फेसबुक आइडी दुर्गामणि तामाङ सर्च गर्नुभयो भने सबै ठाउँमा मलाई पाउन सक्नुहुन्छ। दुर्गामणि तामाङ सर्च गर्नु होला है त। ल हस् त, धन्यवाद, बाई बाई। आजको दिन तपाईँहरूको शुभ रहोस् भन्दै हामी चाहिँ बाई बाई।